ग्राउंड रिपोर्ट 0 में अपने संपूर्ण गोटे के स्वागत करी हम चाहनी संपूर्ण गोटे की जानकारी है जे एक होटल में एकदम विभत्स हत्या क दिल जाए छे। श्रावण 3 गते की रात में जनकपुर धाम उप महानगरपालिका 23 बेला स्थित होटल एसपी एंड गेस्ट हाउस में जे एक पुरुष के छुरा मार दिल जाए छे, तब एक तल्ला से खसा दिल जाए छे। वह ई स्थल है आ वह होटल में अखन से हम सब स्थलगत ठाव में उपस्थित छी। यह वो जगह है जे जगह पर जे विमलेश यादव की जे प्रेमी कही तो अनैतिक संबंध के कारण से आई विमलेश यादव के जान गेल छै। या वो ठाव है जे ओकरा उ एक तला से धक्का द दिल जाए छै। पहले रूम में ओकरा छुरा मार दिल जाए छै। तेकर बाद से ऊपर से एकदम नंगन अवस्था में निवस्त्र अवस्था में से ऊपर से नीचा फेंक दिल जाए छै। ओना कही तो अखन ई दिनहु दिन ई घटना सब घट रहा है, लेकिन तब भी आदमी सब से अखनों तक गिरवाना हाथ सुधर के प्रयास नहीं कर रहा है। विशेष अखन के डेट में अगर देखल जाए तो फेसबुक मैसेंजर अनैतिक संबंध के कारण से प्रेम के कारण से आदमी के जान जाए छे। केओ सुसाइड करे छे, केओ वहाँ के आत्महत्या करे छे, केकरो के से हत्या कर दिल जाए छे। जैठाम पैसा के चल खेल रहे छे अथवा कही तो प्रलोभन रहे छे, जैठाम लोभ रहे छे ओहिठाम से हत्या के अंजाम दे दिल जाए छे। आ कहियो भी खराब रिलेशन के खराबी नतीजा अबै छे। ई घटना दिनों दिन बढ़ रहा है, लेकिन तब भी आदमी सब में से ई जनचेतना नहीं बुझ रहा है, ई चीज समझ के प्रयास नहीं कर रहा है। अखन सब गोटा के जानकारी है जे आई पत्रकार सम्मेलन सेहो से करा चुकल है जिला प्रहरी कार्यालय धनुषा, जैमें 32 वर्ष के 31 वर्ष के अंदाजी विमलेश यादव है। 21 वर्ष की जूली झा नाम की लड़की है जो बनाटा के है। परसा एक मोहतरी के से लड़का है। दोनों गोटा से करीबन 9:45 के करीबन में अहिना समय में अबै छै, होटल में एंट्री करे छै। तेकर बाद दोनों गोटा रूम में जाए छै। रूम में हुनका सबके की होय छै नहीं होय छै। तेकर बाद से वो झगड़ा एतेक बढ़ जाए छै जे ओकरा ऊपर से खसा दिल जाए छै। ई 2:45 में करीबन खसा दै छै नीचा में। तेकर बाद से 4टा आदमी से होटल से तही के कनी के 3-4 मिनट 5 मिनट के बाद में लड़की पहले भगे छै। तेकर बाद वही के 2-3 मिनट बाद लड़का सब से 3-4 आदमी भगे छै। कहे छै होटल के स्टाफ छै, लेकिन एक चीज मानवता की होय छै जे होटल के पहले स्टाफ रहते तो पहले आदमी को उठाबे के प्रयास करते ओहन अवस्था में, लेकिन तेहन नहीं देखा में आयल छै। भ सके जे ओहन अवस्था में कि समझ में नहीं आयल हेतै। तेकर बाद से ओ लड़की सेहो पकड़ा चुकल छै जिला प्रहरी कार्यालय में। एठाम तेकर बाद प्रहरी अबै छै। प्रहरी के मानवता देखियो कहे छै ओहन अगर अवस्था में एक्सीडेंटो भ जाए छै, चाहे ओहन अवस्था अगर रहे तो पहले ओकरा उठा क जे अस्पताल ल जा पड़े छै। लेकिन ओहि समय में से अनुसंधान के लिए बाइट ल रहा है, तैयार कर रहा है, जे उ वीडियो में देख सकै छै संपूर्ण चीज। जते हम कहलहुँ हैं जे एते बजे की घटना छै वो सब दृश्य से हमने वो वीडियो से अखन अपने सब देखने अभी सामाजिक संजाल में ओहिमे देखा रहा है। केना ऊपर से खसल छै, केना लड़की भागल छै, ओकर बाद 2-3 मिनट के बाद केना फिर 4टा आदमी से ठन से भागल जाए छै। ई सब से कतौ न कतौ जाकर शंका उपशंका से उपैस रहल छै। लेकिन तत्पश्चात हम सब एठाम स्थलगत देखै न है, एठाम स्थलगत अपने सबके देखाबे के प्रयास करब जे एठाम कोन प्रकारे से वही दिन के प्रत्यक्षदर्शी जे होटल में जे स्टाफ सब केना देखलखिन, कोन अवस्था में देखलकै, उनका सबके जखन ई घटना होबे से पहिने केहन उनका सबके देखने रहे, केना मतलब वो सब कोन हालत में छलखिन, तो ई अनुसार से हम सब एठाम विशेष बातचीत करे के प्रयास करब। अखन ई दिनहु दिन ई घटना एहन घटना सब जे अनैतिक संबंध के कारण से घटना सब दिनहु दिन घट रहल छै। जैठाम 3 साल के रिलेशन छै, जखन ओकरा सबके पैसा के बार्गेनिंग नहीं मिले छै, जखन ओकरा बात नहीं मिले छै, तो ओई लड़की के से दिमाग में एक फुल प्लानिंग है केला तो वो आदमी 1 मिनट में ई चीज नहीं सोच सके जे हमरा एकरा खून करे के क्या तक ठीक है, झगड़ा तक सही है। लेकिन वो छुरा आइन क लड़का के पहले काटल जाए छै, फिर ऊपर से निवस्त्र अवस्था में ओकरा धक्का दिल जाए छै। ई पूरी से प्री प्लानिंग है। वही तरीका से केओ नॉर्मल आदमी ई तरीका से कहिए नहीं सकिए, क्या तक पहले से एक प्लानिंग हेतै जे हमरा एकरा मारे के। एक चीज जैठाम पैसों की सेहो बात आबि रहल छै। लड़का 3 साल विदेश में अहाँ के 2 बेर विदेशों चल गेल छै। ओहिठाम से जे पैसा पठेने से दावी है उनका जे मृतक पक्ष के
जे 25 से 26 लाख रुपया जे छै से हम लड़की के भाउचर सहित हम सब उपलब्ध करा सकै छी जे लड़की के पठाइले छै पैसा त अखन हमरा सब लग में भाउचर नहीं आलिए हम सब प्रयास करब जे खोजे के लेकिन वह ई ठाउँ छै वह ओ दृश्य छै आ हम सब प्रयास करब जे अपने सबके एठाम से ऊपरो के जे 102 नंबर रूम में उ सब रहे ओहिठाम के अवस्था सेहो देखाबे के प्रयास करब आ एठाम के जे कर्मचारी सब छै स्टाफ सब छै कोन रूप में देखलकै कोन अवस्था में देखलकै केना देखलकै केखन हुनका सबके जानकारी पड़लै तो हम सब विशेष जानकारी एठाम के जे स्टाफ सब छै एठाम के जे आदमी सब छथिन हुनका से लेबे के प्रयास करब। हाँ तेना हम सब ई रूम लग में आबि चुकल छी जे में 102 नंबर सब रूम लेने छले आ दुनू गोटा ही रूम में जे छले से बैसल छले एहि रूम में हम सब बात देखाबे के प्रयास करब जखन जे उ दुनू गोटा ई रूम में रात में रहले जे एहिठाम एही दूटा बेड छै आ जखन एहिमे झगड़ा भेल छलै दुनू गोटा के बीच में ई ब्लड लेकिन ओना ई सब में रहे लागल हम एहिठाम के स्टाफ से बात करब जे प्रत्यक्षदर्शी उडन देखल के केना खसलै तो विशेष हम देखाबे के प्रयास करब लेकिन यह उ रूम से 102 नंबर रूम यहाँ है उ रूम से केहन अवस्था रहे ओहि रूम के ओहि दिन की जे एहिठाम के स्टाफ छै उनका से बातचीत करब। तना ये एसपी ऑफिस एंड गेस्ट हाउस में जे कार्यरत छै स्टाफ छै उनका से हम सब बातचीत करब नेपाली में बात करब। के नाम छ तपाईको? मेरो रुद्र बहादुर कट्वाल छेत्री हो। कति दिनदेखि तपाईँ यो होटलमा काम गरिराख्नु भएको छ? म सुरुदेखि गरिरहेको छु लगभग यो होटल चालु हुने बेलादेखि नै यो बनाउने क्रममा देखि। कति साल भएको छ यो होटलको? लगभग नयाँ सालबाट सुरु गरेको हो 2 साल भनौँ न नयाँ सालदेखि लिएर 2 साल लाग्यो भनौँ न। अस्तिको जुन घटना छ त्यो घटना कसरी तपाईहरु हेर्नुभयो? हामी सुतेका थियौँ सिस्टर है अब 2:30 बजेतिर निदाइयो होला निदाउँदाखेरि घटना चाहिँ अब त्यस्तै 3 बजेर त्यस्तै त्यो वरपर 5 मिनट 4 मिनट वरपर होला त्यस्तो बेलामा निदाएको अवस्थामा चाहिँ हामीले यो ड्राङ ड्रुङ गरेको आवाज सुन्यौँ है आवाज सुनेपछि तलको आवाज पनि रहेछ यो ढोकाको आवाज पनि होला सायद त्यो चाहिँ है अब हामी एकै ठाउँमा 2 जना सुतिरहेका थियौँ अनि त्यतिखेर निन्द्रा खुलेछ हामीलाई ढोका ढ्याक्क खोलेर हेर्दाखेरि यस्तो कोल्टेर हेर्दाखेरि के छ त भनेर यस्तो कोल्टेर हेर्दाखेरि एकैचोटि यहाँनिर त्यहाँबाट हेर्दाखेरि यहाँनिर लेडिज देख्यौँ अनि छाया पनि देख्यौँ कि नाङ्गो छाया पनि देख्यौँ कि उल्टो भएर गएको रहेछ यहाँबाट कि ढलिएको बेलामा हामीले अलिकति देख्यौँ कि आँखाको फोटो नजर पहिला त्यता गएछ हाम्रो त्यो यहाँबाट गुल्टिसकेको भएर छ क्या अरे अनि त्यही हेरेपछि यस्तो हेरेको यता ब्लडै ब्लड छ त्यो दिदी तर्खर गरिरहनु भएको छ यता जाउँ उता जाउँ गरिरहनु भएको छ हातमा केही देखेको छैन हामी त्यो देखेपछि होप्लेसै भयौँ अनि तुरुन्त अनि यतापट्टिको साथीहरूलाई बोलाएर हामीलाई आँटा आएन यता आउनु ओर्न केही आँटा आएन त्यहाँबाट उभिराख्यौँ हामी आँटा आएन यता उता हिँड्नलाई। बेरसम्म तपाईँहरू उता उभिनुभयो? लगभग हामी यहाँ केटीसँग सायदमा लगभग हामी 5 मिनट जति अलमल गऱ्यौँ होला। केटी पनि यति उभ्या हो तपाईँहरू पनि त्यतिबाट हेरिराख्नु भएको छ भने? हेरिराख्नु भएको छ के गरेर एकछिन हामीले वरपर दायाँमा हेऱ्यौँ पुरै खुलै खुन देखाएको छौँ अनि यस्तो तल हेरेको छौँ मान्छे छ अनि बोल्न केही सकेनौँ हामीले हेर्नु आवाज आएन डर लाग्यो है हामीले केही उपतारा पातारा बोलेनौँ। फेरि कति बेला तपाईँ तल जानुभयो कति मिनट पछि? म जाँदाखेरि त लगभग म 10 मिनट जति पछि गएँ होला। 4 जना जुन मान्छे ठ्याक्कै त्यही पहिला चाहिँ केटी भागिरहेछन् त्यसपछि 4 जना त्यो तपाईँकै होटलबाट चाहिँ तलबाट माथिबाट तल गइरहेछन् होइन त्यो को हुनुहुन्छ? स्टाफ हो हाम्रो। त त्यसपछि तपाईँहरू स्टाफ भाग्नुभयो होइन त्यो मान्छेलाई उठाउनु पर्यो सबैलाई यो कुरा थाहा छैन मानवता हुन्छ भित्र जुन मान्छे घाइते छ त्यस्तो अवस्थामा छ भाग्ने 4 जना तपाईँ भागिराख्नु भएको छ होइन त्यसलाई पहिला उठाउनु पर्ने थियो 2 जना ठिक छ तपाईँहरू कहाँ गइराख्नु भएको थियो भागेर पहिला? हामीहरू भागेका होइन सिस्टर यहाँ उभियौँ एकछिन हेऱ्यौँ हेरेपछि हामीलाई बोल्न चाल्न आएन अब त्यहाँ लेडिजलाई पनि बोलाउने के आँट आएन के भयो भन्ने पनि हामीले सोध्न सकेनौँ
त्यहाँ हेर्दा अलि होपलेसै भयौँ। अब पहिला कहिले नपरेको पनि हो हामी। अनि त्यतिकै क्रममा अब हेरिरहनु भन्दा त त्यहाँ छुन जान डर लाग्यो। अब अलिअलि कुराहरू अरूले बोलेको पनि सुनिएको थियो, छुनु हुँदैन यस्तो उस्तो पनि भनिएको थियो। अनि भनेको अवस्थाले गर्दा पनि छुन नगएको हो। त्यो गर्नुभन्दा पहिला अनि हामी चाहिँ कसैलाई भने साउलाई फोन गर, अर्कोलाई भने पुलिसवालालाई फोन गर, मैले भने म एम्बुलेन्सलाई फोन गर्छु। हामी थियौँ 4-5 जना हेरेर बसेका थियौँ। यहीँ हो बसेको। 5-7 मिनट लगभग 10 मिनटको भित्रमा हेरेरै बसेका हौँ। केटी दायाँ बायाँ छटपटाएको हो। अनि मलाई डाउट लाग्यो, ए यो केटी भाग्न लाग्यो जस्तो लागेको छ है, ए अङ्कल यहाँ हेर्नु है हेर्नु भने। यो मोटे मोटे अङ्कल हुनुहुन्थ्यो, अरू पनि थिए। त गोलमोलमा आवेशमा भनेको मैले उहाँहरूलाई सोध्नुहोस् अहिले पनि भन्नुहुन्छ। अनि उहाँहरूले कराएर यतापट्टि छिर्नु, ए बहिनी ए भित्र हिँड भन्नुभयो। छिराउनु भयो उहाँहरूले, मैले सुनेको छु कानले। तर म कानमा फोन त्यतिखेर फोन लाएर म यस्तोपट्टि उतापट्टिको रेलिङमा गएँ। एम्बुलेन्सलाई फोन गर्दै कानमा लाग्दै यता भन्दै, ए अङ्कल भित्र छिराउनु हेर्नु है भन्दै म उतापट्टि गएँ। उतापट्टि जाँदाखेरि रेलिङमा रोडबाट देख्नलाई इसारा गर्नलाई एम्बुलेन्सलाई देख्दैन भनेर इसारा गर्नलाई फोन गर्दै यसरी जाँदाखेरि यस्तो उता हेर्दाखेरि केटी यहाँबाट भागिसकेको रहेछ। म उतापट्टि रेलिङमा गएँ, केटाहरू पनि पछि उहाँलाई भित्र हुलेपछि अब जानु भनेपछि त्यो केटाहरू पनि म पछि ग्रुपमा उता रेलिङमा जानुभयो। उतापट्टि रेलिङमा जाँदाखेरि चाहिँ उता रेलिङबाट यस्तो हेरेको एम्बुलेन्सलाई इसारा दिनलाई। अर्को गुरु त्यो एकजना उठ्नुहुन्थ्यो, त्यो हाइसवाला है को त्यो एकजना दाई हुनुहुन्थ्यो स्टाफ। म चाहिँ पनि अस्तिको दिन आएँ, उहाँहरूले इन्ट्री गर्नुभएको दाई हुनुहुन्थ्यो, हाइसवाला गेस्ट हुनुहुन्थ्यो। उहाँले भाग्यो एउटा बहिनी भाग्यो भन्नु, उहाँले भाग्यो भन्नुभयो। अनि म कानमा फोन ए दाइ भाइ भाग्यो उता भाग्यो भने केटाहरू 3 जना 4 जना स्टाफ हो दौडेर नाङ्गे चप्पल पनि नलाइकन सुतेको उता, म सुतेको रुम उनीहरूको उता, म यता सुतेको उतापट्टिको छेउको रुमबाट वार्तालीमा उनीहरू पनि पछि गएर गएछन् क्या। हामी सँगसँगै यहाँ उसलाई भित्र हालिहाल्यो। उनीहरू पनि उता अब त्यो अङ्कलहरूलाई पनि केही थाहा भएन छ कि के हो, होपलेस हुनुभयो। के काम गरिराख्नु भएको छ यसमा यो होटलमा? म यो होटलमा यताउति पहिलादेखि म नाथुर गरेको यो सामान हेर्नलाई बोलाएको हो। पहिला यो बाहिर भनौँ न गिटी बालुवा थियो पहिला बनाउने बेलामा चोरे। अनि हामी चाहिँ यो हेर्नुपर्छ भनेर पहिलेदेखि बस्यौँ। हेरालो जस्तै बसेर काम गर्ने पनि हेर्ने पनि हो। जुन बेला यो घटना घट्नु अघि अनि तपाईँहरू कोठातिर त्यो आउनु भएको थियो केही? हजुर नै, तपाईँहरू कोठामा आउनु भएको थियो केही दिनको लागि पानी अथवा केही हुन्छ नि केही अर्डर गर्नु? सिस्टर त्यस्तो छैन। पहिले नै साँझैमा पहिले बेलुकै म्यानेजरहरूले चाहिँ एउटा गोल्डेन वाक ल्याउनु भएको थियो। बेलुकै एउटा अर्डर गर्नुभएको थियो उहाँले? बेलुकै बिल छ तल। मैले चाहिँ त्यति याद छैन। उहाँहरूले भनेको कुरा हो, बिल काट्ने अरू नै हुनुहुन्छ, बिल पनि छ, बिलमा हेर्न सकिन्छ। मैले अलिकति त्यहाँ बिलको यथार्थ नआए पनि। यो रुममा कति बेला तपाईँहरू छिर्नुभयो त्यो घटनापछि? हामी उहाँ पुलिसहरू आएपछि मात्रै अगाडि बढ्यौँ। के हेर्नु भएको थियो यो रुममा आउने बित्तिकै? के थियो, कस्तो चाहिँ खालको यो रुमको चाहिँ उथलपुथल थियो? अन्त मैले यो बेडहरू त्यस्तै देखेँ हामीहरूले चाहिँ। अब उहाँहरू आएपछि त्यस्तै देखियो। तर यहाँ रगतको पोखरी थियो, पानी हो रगतको पोखरी, रगतै थियो होइन। त्यहाँमाथि पानी थपिन म जान्दिनँ, तर रगतको पोखरी पानी जस्तै पोखरी थियो अलिकति। यस्तोमा चोट लगाएर छ त्यो उहाँको, यस्तोमा काटेको चोट छ। यो यस्तैमा हो कि यस्तोमा कस्तोमा छ, यस्तोमा चोट छ, ठुलै चोट छ। अनि यहाँ आएर हेऱ्यौँ रगत पुलिस आएपछि हेरेको हामीले। अनि उहाँले यो पल्टा भन्नुभयो, त्यो पल्टा भन्नुभयो, सबैतिर हेर्नुभयो। हामी 2-3 जना सँगसँगै स्टाफसँगै आएर देखाउनु भयो। अनि उहाँले चाहिँ अलिकति पुछपाछ गर्न लाउनु भयो, पुछ्नु भन्नुभयो तल हो कि यहाँ हो। उहाँ अङ्कललाई थाहा छ, उहाँ पुछ्नेहरू उहाँ अर्को अङ्कलहरू हुनुहुन्छ 2 जना। उहाँ अङ्कल एउटा नयाँ हामी यहाँ हिजो अस्तिको दिन आएको एउटा कुक छ नयाँ, अनि कुक त्यो भाइ। अनि हेर अर्को अङ्कलले चाहिँ धोइधाइ गरे। अनि पछि म पनि यहाँ आएँ। कुलर थियो, कुलरहरू यहाँ ढोकैमा थियो त्यतिखेर। अनि कुलर पनि अलिकति भित्र ठेल्यौँ। सरहरूले यता गरिदेऊ भने बाटो खोल्ने। सँगसँगै आएपछि यहाँ पनि रगत थियो, यता रगत लागिरहेको थियो। अनि पुछपाछ गरेर धुन लगाए, हिँड्न ठाउँ थिएन। सरहरूले यो पुछ्न लगाउनु भएछ उहाँलाई। म त तल थिएँ उताउति त्यो एम्बुलेन्ससँग पठाएपछि। अनि त्यो जुन म्यानेजर र 2टा म्यानेजर भनौँ न उहाँलाई लिएर आएपछि हामीहरू पनि पछि आएर देख्दाखेरि रगतै थियो। अझै पनि यता पनि छ रगत, यो ढोकामा कतै छिट्टा अझै छ हेर्नु, यहाँ पनि छ। ना कह देखबै त सब में ब्लड अखनो छै लागल छै, केबाड़ी में ब्लड लागल छै, ओहू में ब्लड लागल छै, दीवार में सेहो ब्लड छै। जेना हाथ
राख्ने चाहिँ पंजा के छाप छै एहिमे देखऽमे आबि रहल पंजे के आंगुरी के चेन छै अहू साइड जे छै से हाथ साइड रखने छै ओ ओहिमे आंगुर के चेन छै एहिमे सबमे ब्लड लागल छै और सबमे ब्लड सब ब्लड के छीटा छै सबमे ब्लड लागल छै सबमे ब्लड छै शायद एठन घिचा मोकी हुनका सबके बीच में आपसी भेल छै विशेष हम सब बातचीत नीचो में सेहो करऽ के प्रयास करब लेकिन हिनका से जान के एकटा चीज प्रयास तपाई 4 जना को हुनुहुन्थ्यो स्टाफहरुको नाम त तपाईले थाहा होला छ के को हुनुहुन्थ्यो एउटा सुशील माझी हो तल हाम्रो मोटर पार्कमा बस्ने स्टाफ हो यही होटलमै आएर बस्ने खाने गर्छ स्टाफै भनौँ तल आफ्नै होटल हो त्यो केट पसल हो तलको पनि एउटै साउको अनि त्यही भएर उहाँ तल गर्नुहुन्थ्यो यहाँ फुर्सदमा आएर यताउति पनि भ्याएको बेलामा गरिनुहुन्थ्यो हामी सँगै काम गरिन्थ्यो अनि एकजना रोहित हो रोहित के छ त्यसको फुल नाम मलाई अलि आएन भर नयाँहरू हुनुहुन्छ है तल हेर्न सोध्न पनि सकिन्छ एउटा रोहित अनि एउटा सुशील अनि एउटा यो अङ्कलको नाम पनि मलाई खासै थाहा छैन म नि अस्तिको दिनबाट 1 महिना घर आएको थिएँ रोपाइँ गरेर आएको 2 दिन 3 दिन भएको छ 2 गते आएको हो अनि एकजना त्यो अङ्कलको नाम मलाई त्यति याद छैन अझसम्म सोधेको पनि छैन 4 जना तपाईँ होटलकै हुनुहुन्थ्यो हजुर धन्यवाद तपाईलाई ठाउँ एकदम जे ब्लड के दाग सब ओहिना छै अखनो इहे ऊ ठाउँ छै जे एहि ठाउँ सब नीचा खसल छै जे वेस्ट ठाउँ छै यहाँ ऊ रूम छै हम सब जानकारी लेने ओहिठाम के स्टाफ सब अब हम सब विशेष कनिक नीचा में जाकर सेहो पूछताछ करब एहि ठाउँ से जे छै से डायरेक्ट वो नीचा खसाओल गेल खसल छै कि खसाओल गेल छै वो अपने से सुखाइट चुकल छै जखने हत्या करे के जे पूर्ण रूप से एकटा प्लानिंगे छलै फुल प्लानिंग में जे छै से ओकरा मारि देल जाइ छै तो हम सब हुनका से और एहिठाम बुझऽ के प्रयास करब तैना हम सब अखनी काउंटर छै होटल के जैमे उ सब में देखा रहल छै कि 9:53 में एंट्री एठम कैल गेल छै ई आदमी जे छथिन से ओइ दिन एंट्री करे में नहीं रहथिन दोसर आदमी रहथिन अहाँ ओइ दिन छलिए जी नहीं हम एंट्री करे में नहीं रह की नाम छै अपन सुजीत राय केना देखली उनका सबके केहन अवस्था में तो हम सब सुतल रहिए हल्ला भेल तो हम सब बोली तो नंगा अवस्था में बाहर आइए गिरल रहे जी ओइसे पहिने हुनका सबके जे छै से जे विमलेश के अथवा जूली जी के देखने छलिए कि नहीं कहियो नहीं देखने छलिए जाना ओइ दिन में एंट्री केलके तकर बाद किछ ऑर्डर सब की सब केलके खाना के ऑर्डर कलके हम अपना हाथ से चिकन के आइटम दिलिए तो गेट खोलबो न कलके बाहर से लेलके गेट खोलबो नहीं कलके गेट खोल के हल्का बाहर बिल छ त छै यही छ बिल तखन कोनो प्रकार के ओहन जे ओइठाम हौ हल्ला किछ नहीं नॉर्मल रहै जी नहीं कुछो नहीं कुछ नहीं कतेक बेर में बुझाली सब जे हौ हल्ला करे छै एतना अभी हम जो सुत रहली तभी तक कुछो नहीं हां नॉर्मली सब किछ रहे खाना खेल के उ सब ओइ दिन खाना नहीं खा के ऐसे आइए से नहीं खैने खाना बाहर खाना खा गेल रहे निकलल रहे होटल से तकर बाद एंट्री केल के तकर बाद बाहर निकलल जी नहीं बाहर नहीं गेल हम सब बीच में होटल संचालक छै होटल संचालक हुनका संगे नेपाली में हम बातचीत करे के प्रयास करब के नाम छ तपाईको रोहित परियार मैम घर चाहिँ तपाईको कता सर्लाही जिल्ला लालबन्दी सर्लाही जिल्ला हजुर होटल कति सालदेखि यता सञ्चालनमा ल्याउनु भएको छ म चाहिँ आएको म्याम यानी चाहिँ धेरै भएन असार 28 गतेदेखिबाट म यहाँ एन्ट्री भएको काम गर्नलाई हजुर अनि त्यसपछिबाट चाहिँ अनि अहिलेसम्म छु म यहाँनिर तपाईँ होटल सञ्चालक हुनुहुन्छ कि यताको स्टाफ हुनुहुन्छ स्टाफ हो म यहाँको केमा त्यो मेन हजुर हजुर काउन्टर अनि जति पनि अब जस्तै उहाँले कुनै पनि कुराहरू अर्डर गर्नुहुन्छ अनि मलाई नै भन्नुहुन्छ अनि उहाँ आउनुभयो है उहाँ फर्स्टमा एक्लै आउनु भएको थियो होइन एक्लै आएर पहिले मलाई सोध्नुभयो रुमको प्राइस के कति भनेर अनि मैले उहाँलाई भनिदिएँ रुमको प्राइस यति छ यसरी छ भनेर होइन अनि उहाँले मेरो यो हाम्रो होटलको कार्ड लिएर जानुभयो होइन होटलको कार्ड लिएर जानुभयो अनि फेरि उहाँले के भन्नुभयो भनेदेखि भाइ तपाईँको नम्बर पनि दिनु म डाइरेक्ट तपाईँलाई नै फोन गर्छु अनि रुम त्यसपछि सेट गरिदिनु होला भनेर भन्नुभयो अनि उहाँले के भन्नुभयो भनेदेखि भाइ म 1-2 दिनपछि आउँछु भन्नुभयो है अनि जानुभयो त्यसपछि आधी घन्टापछि समथिङ भनौँ न आधी घन्टापछि फेरि उहाँले फोन गर्नुभयो है उहाँले फोन गर्नुभएको नम्बर चाहिँ
यही हो उहाँले फोन गर्नुभयो अनि त्यसपछि उहाँले के भन्नु भनेदेखि भाइ म आधी घन्टामा आइरहेको छु रुम चाहिँ मिलाएर राख्थ्यो है कति दिन भन्नुभयो त्यही दिन म पनि एकछिन अलिकति ऊ भयो किनभने उहाँले भन्नुभएको थियो 1-2 दिन पछि आउँछु भनेर फेरि तुरुन्तै फोन गरेर भन्नुभयो म आधी घन्टापछि आउँछु भनेर अनि उहाँहरू आउनुभयो आउनुभएपछि बाइक चाहिँ यहाँ रोक्नुभयो है अनि त्यो लेडिज चाहिँ त्यहीँ बस्यो दाइ त्यो दाइ मात्रै आउनुभयो हेलमेटै लगाएर आउनुभएको थियो मास्क लाउनु भएको थियो क्यारे मास्क लाउनु नै भएको थियो अनि त्यसपछि मैले उहाँको रुम एन्ट्री गरेँ है अनि मैले अनि उहाँले के भन्नु भनेदेखि म यहीँको पुलिस हो भनेपछि मैले धेरै कुरा सोधिनँ किनभने मेरो घर यहाँ नि होइन सर्लाहीको म यहाँ कसैलाई चिन्दिनँ क्या अनि मेरो म पुलिस हो मेरो यो अन्नपूर्ण होटलभन्दा पछाडि मेरो आफ्नै घर छ भनेपछि यहीँको हुनुहुँदो रहेछ भनेर म त्यति केही सोधिनँ क्या ल भनेर मैले उहाँको एन्ट्री गरिदिएँ उहाँले एन्ट्री गर्नुभएको चाहिँ यो नम्बर हो तर फोन गरेको नम्बर चाहिँ अर्कै हो है उहाँले अनि त्यसपछि मैले रुममा लगिदिएँ उहाँलाई त्यति बेला तपाईँले कम्तीमा जब रुम यता छ भने त्यो मान्छे किन फेरि गेस्ट हाउसमा आएर बस्नु पर्यो त्यो मैले त्यति धेरै सोचिनँ क्या पुलिस भन्ने बित्तिकै मेरो त्यो दिमागमा त्यो केही पनि सोच्ने आएन किनभने मलाई अब के थाहा कि यस्तो घटना घट्छ भन्ने कुरा मलाई त्यो माइन्डमा एकरत्ती पनि आएन क्या अनि त्यसपछि उहाँले यो नम्बरबाट एन्ट्री गर्नुभयो फोन चाहिँ यो नम्बरबाट गर्नुभयो होइन अनि त्यसपछि मैले अनि उहाँले भन्नुभयो भाइ अनि कताबाट चाहिँ माथि जाने भन्नुभयो होइन लेडिज चाहिँ यहीँ थियो अनि त्यसपछि मैले भन्दा यहीँबाट जानु न फरक पर्दैन अब यहाँ हाम्रो स्टाफहरू पनि हुनुहुन्थ्यो उहाँले सर्भिस गर्नेलाई सर्भिस गर्दै हुनुहुन्थ्यो उहाँ दाइहरू खाना खाँदै हुनुहुन्थ्यो अनि बाहिर हाम्रो साउजीहरू बस्दै हुनुहुन्थ्यो होइन अनि मैले भनेको यहीँदेखि आउनु केही फरक पर्दैन हाम्रै स्टाफहरू हुन् साउजीहरू हुन् केही पनि फरक पर्दैन हजुरलाई त्यस्तो केही गाह्रो साह्रो मान्नु पर्दैन भने होइन उहाँले भन्नुभयो अड लाग्छ मलाई अड सर्ट हुन्छ उसलाई भनेर भन्दाखेरि मैले नि अब लेडिज मान्छे हो सायद अड हुन्छ भनेर त्यसो भए यता यो साइड हाम्रो के भन्छ अरे गाडी वास गर्ने ठाउँ छ है यताबाट गाडी आउने पनि ठाउँ छ यहाँ हाम्रो पार्किङ बन्दैछ अनि त्यहाँदेखि उहाँले लेडिजलाई लिएर आउनुभयो अनि त्यसपछि मैले उहाँलाई रुममा लगिदिइसकेपछि उहाँले मलाई भन्नुभयो 1 क्वार्टर ब्ल्याक वाक अनि त्यसपछि 2 ग्लास स्प्राइट अनि 1 बोतल पानी अनि त्यसपछि भुटन अर्डर गर्नुभएको थियो तर हामीसँग भुटन थिएन अनि चिकन लिनुभयो होइन अनि 2टा त्यसपछि अनि 2टा रेडबुल लिनुभयो पछि त्यो गइसकेपछि लिनुभयो 2टा म्याक्स टाइगर अनि त्यसपछिबाट उहाँले एकछिनमा फेरि फोन गर्नुभयो भाइ के भन्छ अरे एकदमै गर्मी भइरह केही टेबल फ्यानहरू छ भने केही ल्याइदेऊ न भन्नुभयो होइन मलाई फोन गरेर अनि त्यति बेला हामीसँग अब टेबल फ्यान थिएन क्या एउटा मात्रै थियो अनि त्यो पनि अब स्टकलाई पनि चाहिन्थ्यो क्या अनि मैले भने हाम्रो कुलर चाहिँ यहीँ थियो क्या त्यति बेला कुलर अनि मैले भने सर म टेबल फ्यान चाहिँ छैन हामीसँग कुलर छ म कुलर चाहिँ ल्याइदिनु सक्छु तर त्यसको एक्स्ट्रा चार्ज लाग्छ भनेर मैले भनिदिएँ अनि ठिक छ भयो भनेर उहाँले भन्नुभयो अनि त्यसपछि हाम्रो दाइहरू मिलेर उहाँलाई कुलर लगिदिनु भयो त्यसपछि त्यही हो लास्ट कल भनेको उहाँको त्यति थियो कुलर माग्नको लागि मात्रै होइन घटना त्यसपछि भयो भने घटना फेरि हुँदाखेरि कसरी जानकारी पाउनुभयो तपाईँ जानकारी मलाई घटना घटिसकेपछि दाइहरूले मलाई उठाउन आउनुभयो यस्तो यस्तो घटना भएको छ भनेर अनि मेरो मोबाइल चाहिँ रुममै थियो है अनि म अब भाइहरू दाइहरू एकदम आत्तिएर आउनुभएपछि मलाई पनि के भयो भन्नुभयो कि अनि दाइले घटना घट्यो भन्नुभयो अनि मैले कहाँ घट्यो भन्दाखेरि अनि मैले हाम्रो कमाउन्टभित्र हो भन्दाखेरि भन्ने बित्तिकै अनि यतातिर ल्याएर आउनुभयो दाइले है त्यो मान्छेलाई त्यो देख्ने बित्तिकै मैले हेर्नै सकिनँ क्या त्यो मान्छेलाई देख्ने बित्तिकै मैले हेर्नै सकिनँ मलाई वाकती आउँदै म यतापट्टि गएँ त्यो केटी त्यति बेला ठ्याक्क ढोकामै थियो अनि मैले के भन्यो भनेदेखि तपाईँ भित्र जानु त यो केटीलाई यहीँ राख भनेर अनि म कुदै गएर फोन लिनु गएँ अनि अब त्यहाँ के थियो भन्दाखेरि त्यो जति हिँड्ने स्पेसहरू थियो नि त्यो पुरै ब्लड थियो क्या रुममा पनि पुरै ब्लड रहेछ पछि जब सरहरूले हेर्दाखेरि अनि त्यो पुरै ब्लड रहेछ है अनि त्यो 2जना पुलिसहरू आउनुभएको थियो अनि त्यसपछि हामी माथि गयो क्या अनि त्यो केटी त्यहीँ हुँदाखेरि अनि हामी यता फोन गर्नु गयो हामी सबैजना यहाँ थियौँ है अनि त्यसपछि फोन गर्दै एकजना अझै ड्राइभर हुनुहुन्थ्यो कि उहाँले पनि रुम बुक गर्नुभएको थियो त्यो दिन अनि उहाँले भन्नु केटी भागी भन्दै म टी सर्ट पनि लाएको थिइनँ मैले एउटा कट्टु मात्रै लाएको थिएँ अनि हामी सबैजना कुद्यौँ है उहाँलाई त्यो केटीलाई लखाट्नलाई यताबाट कुदेर यस्तरी हामी यहाँबाट आयौँ गेट पुरै लक थियो ऊ कताबाट भागी थाहा भएन उहाँ पुगिसकेपछि हामीले देख्यौँ अनि गेट पनि अब चाबी यहीँ हुन्थ्यो यो गेट पनि लक थियो यो पनि लक थियो क्या अनि चाबी यहीँ हुन्थ्यो अनि चाबी ल्याउने टाइम पाउँदैन त्यति बेलासम्म भाग्छ भनेर हामी त्यो गेट नागेर उहाँसम्म त्यो गेटलाई लखाट्न पुग्यो तर हामीसँग अब टच पनि थिएन चप्पल पनि लगाएको थिइनँ मैले अब त्यो घारी कसरी अब बिना बत्ती कसरी खोज्ने भनेर हामी फेरि रिटर्न आयौँ है हामी फेरि रिटर्न आउँदा ठ्याक्क गेटमा पुग्ने बित्तिकै प्रहरीहरू ठ्याक्कै आउनुभयो तर उहाँहरू पनि टाइममै आउनुभयो है प्रहरी आउनुभयो अनि एकजना प्रहरी चाहिँ उहाँ टर्च लिएर जानुभयो अनि अर्को प्रहरीलाई मैले भित्र लिएर आएँ अनि भित्र ल्याइसकेपछि मान्छे देखाइदिएपछि म त्यो हेर्नै सकिनँ क्या म अलिक परे नै बसिरहेको थिएँ कि म उसलाई हेर्नै सकेको थिइनँ तपाईँ एउटा कुरा भन्नुहोस् यो गेस्ट हाउसमा यो तपाईँमै होइन अरू गेस्ट हाउसमा यस्तो घटनाहरू घटिरहेको हुन्छ होइन तर तपाईँहरू चाहिँ त्यति बेला पनि भन्यो मेरो घर यता छ म चाहिँ रुम लिन खोजिरहेको छु फेरि त्यो कुनै ठाउँमा अब चाहिँ
महिला जाँदाखेरि त्यो किन लाजाउनु पर्यो श्रीमानसँग आएको छ नि त्यति बेला पनि बाहिर बसिराख्नु तर किन दिनु भयो तपाईँहरू रुम त्यो घटना यस्तो अब हामीलाई फर्स्ट अफ अल त त्यो घटना घट्छ भन्ने कुरा त थाहा नै थिएन नि त के थाहा अब त्यो घटना घट्छ भनेर है अनि उहाँले के भन्नुभएदेखि मेरो गर्लफ्रेन्ड हो भनेर उहाँले सिधै भन्नुभयो गर्लफ्रेन्ड हो भनेर होइन अनि त्यसपछि उहाँले भन्नुभयो म पुलिस हो यहाँको भनेपछि मैले उहाँसँग धेरै कुरै गरिनँ क्या मलाई पनि कुरै गर्न मन लागेन कि पुलिसहरूसँग अब हुन्छ नि अब अर्कै मनमा डर जस्तो अनि त्यही भएर मैले उहाँसँग धेरै कुरा गरिनँ प्लस मेरो घर पनि यहाँ होइन म कसैलाई चिन्दिनँ क्या अनि त्यही भएर मैले उहाँलाई रुम नम्बरले मैले आइडी पनि मागेँ उहाँसँग है हजुरको आइडी अथवा प्रुफ केही छ भने दिनु भने उहाँले भन्नुभयो नम्बरबाट गरिदियो भनेर मैले नम्बरबाटै गरिदिएँ मलाई के पनि तपाईँ नागरिकता पनि लिनु भएको छैन गल्ती गरिराख्नु भएको छ यो गल्ती भएको छ कि छैन भने गल्ती छ कि छैन तपाईँ एक्सेप्ट गरिराख्नु भएको छ नि गरिरहेको छु मैले गल्ती किनभने अब मैले उहाँले पुलिस भनिसकेपछि मैले डर लाग्यो क्या तपाईँले कसैले पुलिस भन्छ भने तपाईँ त्यतिकै रुम दिइहाल्ने तपाईँको पनि सिस्टम होला नि अनि त्यसपछि तपाईँ केही आइडी लिनु भएको छैन केटाको आइडी छ न केटीको आइडी छ कि अब केटी त बाहिर थियो केटी त आएकै थिएन नि उसले आफ्नो नामबाट एन्ट्री गर्यो नि तर कम्तीमा आइडी तपाईँ लिनु भएको छैन तपाईँहरूसँग पनि त्रुटि भएको छ यो कुरा मानिराख्नु भएको छ नि तपाईँ हामीले किनभने अब यस्तो भयो कि म्याम उहाँले अब पुलिस भन्नुभयो अनि त्यसपछि मैले उहाँसँग धेरै कुरै गरिनँ क्या धेरै अब पुलिस भनिसकेपछि अब होला यहीँको होला भनेर मैले त्यो सोचेँ क्या मेरो थिङ्किङ त्यो भयो त्यही भएर मैले उहाँसँग धेरै कुरा गरिनँ अनि रुम देखाइदिएँ अनि त्यसपछि घटना भइसकेपछि अनि के भन्छ अरे पुलिसहरू आउनुभयो अनि त्यो मान्छे त्यहीँ हुँदाखेरि पनि यता फर्किरहेको थियो उता फर्किरहेको थियो अनि पुलिसहरू आउनुभयो पुलिसहरू आइसकेपछि अनि त्यो पुलिसले भिडियो गर्दै यहाँदेखि भिडियो गर्दै लानुभयो यहाँसम्म है अनि उहाँले त्यसलाई बोलाउनु भयो कि यताउति सोध्नुभयो त्यो मान्छेले केही भन्नै चाहिरहेको थिएन क्या केटीको बारेमा केही भन्नै चाहिरहेको थिएन केही पनि उसले के भनेको छ मलाई केही भएको छैन म नर्मल छु ठिक छु भनेर यहाँदेखि के भन्छ अरे उहाँसम्म यता आउने कोसिस गरिरहनु भएको थियो त्यति बेलासम्म उहाँको जिम्मा एउटा पनि बस्दा थिएन कि पनि थिएन अनि मैले आउन दिइनँ मलाई आफै डर लागिरहेको थियो कि अब अनि त्यसपछि पुलिसले रुममा लानुभयो उहाँलाई भिडियो गर्दै लानुभयो अनि उहाँबाट कपडा लगाएर लिएर आइसकेपछि अनि एम्बुलेन्स पनि आयो अनि एम्बुलेन्स आइसकेपछि उहाँ एम्बुलेन्समा पनि जानु मानिरहनु भएको थिएन अब सायद उहाँ किन जानु मानिरहनु भएको थिएन जानुभएको थियो हस्पिटल उहाँलाई लिएर हस्पिटल उहाँ अनि त्यसपछि 2 जना पुलिस आउनुभएको थियो जम्मा होइन एकजना पुलिस उहाँसँग जानुभयो एकजना पुलिस यहीँ चाहिँ हुनुहुन्थ्यो अनि एकजना पुलिसले उहाँलाई एम्बुलेन्समा जस्तो तसो हामीले पनि दाइ जानुहोस् प्लिज जानुहोस् भन्दै गएर उहाँलाई एम्बुलेन्समा पठाइसकेपछि उहाँबाट अनि एउटा त्यही पुलिसले फोन गरेर त्यो पुलिसलाई भन्नुभयो कि केटा भाग्यो भनेर अनि त्यसपछिको कुरा चाहिँ हामीलाई थाहा छैन म्याम धन्यवाद हम सब ये होटल में जे काज करे छे जे स्टाफ ये काउंटर संभाले छे उनका सब बातचीत के लिए कतौ न कतौ देखियो जे जाकर जे अनैतिक संबंध के कारण होटल सबके सबसे बड़का केयरलेस एकरा कहल जाए जे आदमी एहिमे अबै छै ओइठम नहीं सब आईडी रखे छै आ बिना एकटा नंबर के आधार पर केओ कहते जे हम प्रहरी छी त एकर अर्थ ई नहीं छै कि प्रहरी के लेल कानून नहीं छै तै दुआरे होटल संचालक सब सेहो जे छै से बहुत ज्यादा जे छै से गलती करे छै विशेष क के गेस्ट हाउस सब जे विभिन्न ठाम में एखन खुले छै ओइठम बिना आईडी के तौर पर जे छै से विभिन्न ठाम से लड़का लड़की सब अखन आबि क रहे छै जे उमेर तक नहीं पुगल रहे छै आ एहन घटना जे छै विशेष क के सुनैत हेबै गेस्ट हाउस सबके तो हम सब ई जे छै से प्रहरी एहिमे एकटा जे अभियोग जे घटना के अभियोगी छै हत्या के जूली झा ओकरा अहाँके पकड़ने से बनटा के छै 21 वर्ष के लड़की छै आ अखन हम सब होटल के में कोन रूप से कोन प्रकार से जे घटना के अंजाम देने छै संपूर्ण जानकारी लेनौ हम सब फिर से जे किस हमरा सबके जानकारी रहत तो फिर हम सब उपस्थित हेबेटा करब अखन जे छै से विदा लेब नमस्कार।